साथीहरू हेरिहेर्नुहोस् मैले चाहिँ मल यसरी पत्ता काटेर चाहिँ पुरा भिजेको थियो कि यसलाई हल्का सुकाउँदैछु यसलाई मलमा सुक्खा मलमा फिट्नुको लागि पत्ता मात्रै त हाल्दिनँ हो अन्त यहाँ मल पनि सुकाइरहेको छु यसलाई मजाले मलसँग फिटेर चाहिँ गाईको मल बाख्राको मल अनि त्यस्तो पत्ताहरू काटेर चाहिँ कटुसको पत्ताहरू काटेर चाहिँ हाल्छु नि त हो गदावरीमा अन्त यहाँ तयारी गर्दैछु हो हेरिहाल्नुहोस् असिनाले फुल चाहिँ अस्ति बर्बाद बनाइदिएको छ मेरो हो हेरिहाल्नुहोस् यो चाहिँ गदावरी निकाल्दैछु यहाँ गदावरी छ गदावरीको कटिङ पनि राखेको छुइनँ हौ ढिलो भयो मैले त राखेको पनि छुइनँ हो अन्त यहाँ गदावरीको पुरा राखिरहेको छु देखाउँदैछु म तपाईँहरूलाई यो चाहिँ हो ए कटिङ चाहिँ राखेको छुइनँ अब कटिङ राख्छु हो एन्जेलियरको बिजोक छ हेरिहाल्नुहोस् हो यहाँ अलिकति राखेको थियो असिनाले कुटेर बर्बाद बनाइदियो यो चाहिँ हेरिहाल्नुहोस्